आज चाहिँ एकजना बहिनीको रिक्वेस्टमा केही सामानहरू बोकेर स्वाचीसम्मको यात्रामा मम्मीहरूलाई सामान पुर्याइदिन जाँदैछौँ। हेलो एभ्रिवान, आज पनि यो सामानहरू बोकेर म चाहिँ स्वाचीतर्फ लाग्दैछु। दुईवटामै बुके छ। यो चाहिँ बाह्र बजीदेखि स्वाचीसम्म 12 बजी आज 5 मिनट नहुँदै फर्स्ट टेक यहाँ गयो। बहिनी हेर तिम्रो सामान लाँदाखेरि हामी बाटो यस्तो बनाएछ, पानीले कसरी पुग्नु। अब कति लाग्छ टाइम हेरौँ। पानीले त बाटो त खोल्सी जस्तै बनाइदिन्छ, तर पनि मेरो ड्राइभर चाहिँ अलिक राइडर जत्तिकै चलाउनु भएकोले गर्दा सँगै लिएर अहिले पुग्नु चाहिँ अब पनि राम्रै लान्छ होला भन्ने आशा हो। यो चाहिँ रोड हो, रोडको हालत चाहिँ यस्तो छ। बाटो चाहिँ अप्ठ्यारो रहेछ, त्यसैले यस्तो बाटोमा दुईजना हिँड्ने कुरा भएन। त्यसैले म चाहिँ ओर्लेर हिँड्दैछु। बाटो चाहिँ यस्तो रहेछ, गाउँघरको बाटो हो। हुन त यस्तै हुन्छ, पानीले गर्दा त्यही माथि नै बिगारिदिएको हो। अब वैशाखको टाइममा अब के गर्नु, हाम्रो पनि आफ्नै पेसा भएकोले गर्दाखेरि नाइ नास्ति गर्न सकिएन। त्यसैले हुन्छ भन्यो। घर त माथि रहेछ। केटाकेटीले यो भाइ र बहिनीले हामीलाई चाहिँ बाटो सिकाउँदै लाँदैछ। घर चाहिँ यहाँ माथि रहेछ बहिनीको। अनि अब यस्तो बाटोमा बाइक ल्याउने कुरा भएन, त्यसैले हामी चाहिँ हिँड्दै नै जाँदैछौँ। करिब हामी आइपुगिसक्यौँ। अब हिँड्नलाई त 5 मिनट लाग्छ मलाई चाहिँ। यहाँ यही होला, हामी चाहिँ लगभग आइपुगिसक्यौँ। हे सबैभन्दा सिरानमा रहेछ घर। यही हो। हामी चाहिँ आइपुगिसक्यौँ है। हामी त ढिलो पो भयो। यतै पो बोलाउनु पर्छ हौ, बस्नु भन्दा नि यतै पो बोलाउँ न। होइन हुन्छ। हुन्छ थिएन
हुन्छ हुन्छ यति दिन धन्यवाद। अब आउनु बित्तिकै खाजा खानु पायो दिदीले हामीलाई आउनु बित्तिकै खाजा दिनुभयो। ए हो हुन्छ चियर्स। ढुङ्गा भए भान्नु मलाई पो झन् खाने म त डर लाग्यो। यो त त्यसो आउँदैन। तपाईँहरूलाई माताको आउँछिको धेरै धेरै शुभकामना। अब यो चाहिँ विनिताले हो होइन, अब तपाईँ नजिकहरू नभए पनि विनिता विदेशमा भए पनि धेरै धेरै माया धेरै धेरै सम्झेको छ अरे। छोरीहरू छ र त्यसो गर्ने सम्झेको हजुरलाई छोरीहरूलाई लगाइदिनु पर्ने आमालाई पो लगाइदिनु पर्ने। आजको दिन त हो अब विनिताले सम्झेको छ। अब तपाईँले मलाई नै विनिता सम्झिनु त्यो त भएर हो राम्रो है। दिँदै हामी धेरै धेरै आशीर्वाद दिँदै हामी बसिरहेछौँ, सम्झिरहेछौँ, बसिरहेछौँ, आशीर्वाद पनि दिइरहेछौँ। उसले नजिक भएर यसरी गर्न नसक्नु है कोसेली। यो विनिताको कोसेली केही धेरै दिन नसके पनि होइन उसले चाहिँ यही पठाइदिएको आमाहरूलाई। कुन कुन मनपर्छ होइन तपाईँहरूले खानेर आमाको लागि पनि पठाइदिएको छ। दिदी पनि आउनु न, आउनु न दिदी पनि। छोरीहरू छ र पो होइन दिदीलाई पनि है दिदी के खाएको तिमीले अब भनेको बेला भेट्नु सकिँदैन, तर अब छोरीले एकदम माया गरेर सन्देश पठाउनु भएको छ। ल ह्याप्पी मदर्स डे भनेर यहाँ लेखेको छ होइन। अब आज आमाको मुख हेर्ने दिन, संसारको सहारा खुसी मेरो आमाहरूलाई आओस्। हरेक जन्म तिम्रो कोखबाट जन्मिनु पाऊँ आमा मेरो। आमाहरू गुलाबको फुल जस्तै छिन्, काँडाहरू जस्तै जीवनका धेरै बाधाहरूसँग दुःख गरेर फुलेकी छिन्। मूल्यको के कुरा गर्नु, मेरो लागि हिराभन्दा पनि अमूल्य छिन्। अनुहार त सधैँ हेरेको हो मैले त, बस टाइम तिमीहरूको सुखहरू हेर्न मन छ। दुःखको आँसु होइन, खुसी आँसु मात्र देख्न पाऊँ आमा। टाढा छु हजुरहरूले चाहेको, मैले चाहेको बेला बोल्न नसकुन्ला, तर धेरै धेरै माया सम्झिने छु आमा। ह्याप्पी मदर्स डे मम अनि आमा। आज आमाको मुख हेर्ने दिन मात्र होइन, हजुरहरू मेरो लागि, हजुरहरू सधैँ खुसी हुनुहुन्छ। मिस यु आमा। अरे फेरि पनि ह्याप्पी मदर्स डे मम आमा। आफू भोकै बसेर सन्तानहरूको लागि आफ्नो भोकै पेटमा पटुकी कसेर बस्ने महान आमा र जति नै मनभित्र दुःख पीडा भए तापनि बाहिर ननिकाली हाँसो लिएर हिँड्ने आमा। आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना होस्। टाढा भए नि धेरै माया छ मेरो लागि। यो सानो गिफ्ट हजुरहरूको लागि ठुलो हुनेछ। ठुलो उपहारले खुसी दिन नसके नि हजुरहरूले जस्तै सानो सानोमा खुसी दिए जस्तो दिन सधैँ नसकुन्ला, तर म दिने कोसिस सधैँ गर्नेछु। लभ यु मम। धेरै माया हस्। टाढा छु टेन्सन नगर्नु आमा। मम हजुरहरूको प्यारी काली छोरी विनिता। अरे आमा
भीममाया गुरुङ मम्मी मोतीमाया गुरुङ भनेर सन्देश पठाएको छ है छोरीले। धेरै सम्झेको छ छोरीले। अब कर्म अनुसार अब कर्मले कामले होइन अब टाढा जानुपर्छ। देशको स्थिति यस्तै छ। देशमा अब चाहिँ अब केही होला कि होइन, नभए त के गर्ने। हामी जति नै पढे पनि पैसा कमाउनु बिदेरै जानुपर्ने रहेछ होइन। यहाँ केही जागिर खाउँ छैन, काम गरौँ छैन, त्यही खेतीपाती गरे त हो होइन। अब घर परिवारलाई अब चाहिनुको लागि त अब विदेशै जानुपर्ने अब अवस्था छ हाम्रो देशको। धेरै सम्झेको छ, धेरै माया छ। यतिको सन्तान पाउनु भएर त धेरै माया गर्ने होइन। यत्रो टाढोदेखि कतिको के हुन्छ भने तपाईँको बाबाआमाले जन्म दिएको हुन्छ, पछि छोराछोरी खुट्टा लाग्ने भएपछि मुख लाग्ने भएपछि कहाँ जान्छ बाबाआमाले माया मारेर होइन तपाईँको फर्केरै नहेर्ने होइन। धेरैहरू त्यस्तो हुन्छ नि त छोराछोरीको त। यतिको माया गर्ने छोरी पाउनु भएर छ होइन। यो एकदम भाग्यमानी क्या तपाईँहरू, एकदम भाग्यमानी हुनुहुन्छ। नानीलाई पनि बिराम भएर धेरैबाट सन्चो भएको छैन। धेरै धेरै आशीर्वाद सन्चो भएर जब श्रीदेवी आइवर्धन होस् भन्ने सुख शान्त पाओस् भन्दै मैले धेरै सम्झिरहन्छु। अनि गरी खाओस् भनेर सम्झिरहेको छु। हामीले आशीर्वाद दिनुपर्छ, चराउनु हुँदैन। तर तिनीहरूलाई उसलाई कहाँबाट ज्ञान आउँछ यस्तो भनेर सोध्छु म। त्यो बाबाआमाको आशीर्वाद हो। यो आशीर्वादले हो कि बाबाआमाले पढाएको छ नि कस्तो ज्ञान आउँछ यसलाई। सबैभन्दा कमी पढेको त छ होइन, सबैभन्दा कमी ल यो पनि आमाले राख्नु होला। ल नाति अब नाता तिर्न औँसिसक्यो है हजुरहरू। अब लु आमाहरू बिन्तालाई के भन्नुहुन्छ त? एकचोटि लु भनिदिनु न त। आज मेरो छोरीले माता औँसीको दिन उपहार पठाएर स्वागत गरेको मानेको मेरो नानीलाई धेरै शुभ आशीर्वाद श्रीजीवी आइवर्धन सुख शान्त पाइरहनु है सधैँभरि भनेर सम्झना र आशीर्वाद सधैँ मनैमा छ, दि पनि राखेको छ, बोलीले पनि दिएको है नानी। हुन्छ, थ्याङ्क यू सो मच। सबैजना भेला भएको छ नानी। आज यहाँ सबै आउनु भएको रहेछ। बिचरालाई गाह्रो पऱ्यो नि बाटोमा नानी, अनि दुःख भयो। हामीले मैले भनेको छु मेरो साथीहरू आउनुहुन्छ भनेर चाहिँ भनेको थियो, थाहा थियो नि त। बाबाले सुनाउनु भयो नि त, खै नानीहरू आउँछ अरे चिनेकै छैन, को आउँछ आउँछ बिन्ताले आउँछ भन्नु भनेको छ भनेर भन्नुभयो। अनि ए लाखे अनि हामीले नातिनी आएको जस्तै लाग्यो त। अनि ल ल अनि सन्चो सुविस्ता कस्तो देखेर हामीलाई अहिले राम्रो देख्यो कि नराम्रो? के चाहिँ गर्छ तल? ला नेटै गयो नि। लाउरेनी पनि होस्। अब हेरौँ है कस्तो हुन्छ। अब बाउ पर्दैन त्यो ल ला बिन्ता जोडी जोडी लगाइदिउँ। मेरो नानीलाई आमा बाउले दिएको आशीर्वाद दुईपट्टि लगाइदिउँ ल। एक पुष्प ए होइन, पर्दैन पर्दैन पर्दैन, होइन ढोक्नु त पर्दैन। सबै उस्तै उस्तै जुत्ता छोरी नै हो, हो पर्ने त थिएन। छोरी हो। बिन्ता हेर, अब तिमी नभए नि तिम्रो मम्मीले आमाले हामीलाई टिका लगाइदिनु भयो। तिमीलाई सम्झेर तिमी जस्तै गरी अब आमा आप्पालाई पनि धन्यवाद। अब भेट्न पायो, चिन्जन गर्न पायो होइन। ए होइन हुन्छ होइन हुन्छ हुन्छ छोरा हो कि हामी चाहिँ अब काम सकेर फर्केको। हाम्रो चाहिँ काम सकिसक्यो, खानासाना खायो, खाना दिइहाल्नु भयो आमाले। अनि अब चाहिँ यहाँ चाहिँ बाटो अप्ठ्यारो थिएर बाइक लिएन। हामीलाई चाहिँ कोसेली पनि दिइहाल्नु भएको छ आप्पा आमाले, आलु गुन्द्रुक लसुन। अब बहिनीले गर्दा आप्पा आमासँग पनि भेट्ने मौका पायौँ, खुसी लाग्यो।
खाना पनि दिइहाल्नु भयो, खाना पनि खाएर आयौँ।